वास्तवमा होली नेपालीहरूको एउटा विशिष्ट पर्व हो, हिन्दूहरूको विशिष्ट पर्व हो। यो पर्वमा मान्छेले रङ अबिर र विभिन्न धार्मिक भजन र गीतहरूको गायनबाट हामीले मनाइरहेका हुन्छौँ। तर हामीले रङ र अबिरबाट उत्सव मनाएको मात्रै होइन, यसको पछाडि एउटा पौराणिक आधार रहिआएको छ। होलिकाले प्रहलादलाई दहन गर्न अग्निमा बसेर प्रहलादलाई दहन गर्ने होलिका राक्षस थिइन्। प्रहलाद उनकै भदा थिए, तर उनी भगवानको भक्त थिए। उनलाई दहन गर्न अग्निमा बस्दाखेरि होलिकालाई पहिले आगोले जलाउनु थियो। आगोले मलाई जलाउन, प्रहलादलाई जलाउला भनेर चाहिँ त्यो आगो लगाएर त्यो दहन गर्ने षड्यन्त्र रचिएको थियो। होलिका दहन भइन्, तर प्रहलाद बाँचे। त्यो वास्तवमा असत्य र सत्यका बीचमा, पाप र धर्मका बीचमा, राम्रो र नराम्रोको बीचमा, दैवी शक्ति र आसुरिक शक्तिको बीचमा भएको एक किसिमको अन्तर्विरोध थियो, जसमा दैवी शक्ति विजयी भएको थियो। त्यसैलाई स्मरण गरेर संसारभरिका हामी हिन्दूहरूले यो होलीलाई मनाउँछौँ। तर यो होलीलाई राणा थारू समुदायले हामी सबैले मनाउँछौँ। तर राणा थारू समुदायको होली एउटा प्रमुख चाडपर्वको रूपमा रहिआएको छ। राणाहरू एक महिनासम्म होली पर्व मनाउने राणा थारूहरूमा परम्परा छ। अब अहिले कार्य व्यस्तताका कारणले पनि, अरू विभिन्न कारणले पनि समय घटाउँदा 10 दिनसम्म पुर्याउने कोसिस भइरहेका छ भन्ने मैले चाहिँ सुनेको छु। तर राणा समुदायको यो चाहिँ प्रमुख चाडपर्वको रूपमा रहिआएको छ। चौधरी समुदायको प्रमुख चाडको रूपमा माघी, पहाडी समुदायको प्रमुख चाडको रूपमा दशैं, दिदीबहिनीको प्रमुख चाडको रूपमा दीपावली, राणा समुदायको सबैले सबै पर्व मनाएका छौँ। दशैं, तिहार, माघी, होली सबैले सबै मनाउँछौँ। तर प्रमुख चाडको रूपमा विभिन्न समुदायले मनाउने सन्दर्भमा यो होलीको एउटा विशिष्ट र महत्त्वपूर्ण महत्त्व रहेको छ भन्ने कुरा म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब यो कञ्चनपुरको एक नम्बर क्षेत्र मेरो त तारण गर्ने क्षेत्र हो। कुनै बेला म 3 नम्बर क्षेत्रबाट 51 सालमा निर्वाचनमा पराजित भएपछि म यो क्षेत्रमा आएको थिएँ। यहाँका दाजुभाइहरू, दिदीबहिनीहरू, विशेष गरेर जनजाति समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई व्यक्तिगत रूपमा पनि पार्टीगत रूपमा पनि यहाँबाट विजयी गराइसकेपछि मैले चाहिँ यहाँबाट विजय गराएर सांसद मात्रै भएको थिएन, मैले चाहिँ शिक्षा तथा खेलकुद मन्त्रीको रूपमा पनि, राज्य मन्त्रीको रूपमा पनि देशको सेवा गर्ने अवसर पाएको थिएँ। एउटा युवा युवतीहरूले कहिलेकाहीँ भन्ने गर्छन् कि मान्छेले जीवनमा मान्छेको जो पहिलो प्रेम हुन्छ त्यसलाई बिर्सिन गाह्रो हुन्छ, त्यसको सम्झना जहिले पनि रहिरहन्छ भनेर भन्ने गर्छ। त्यसै गरेर यो क्षेत्रमा म सबभन्दा पहिले मैले पटक अरू क्षेत्रबाट जितेको छु, तर यो क्षेत्रमा मलाई पहिलोचोटि जिताएको हुनाले मैले यो क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूको, यो क्षेत्रका विकासको बारेमा, दाजुभाइ दिदीबहिनीहरूको बारेमा, यहाँको समाजको बारेमा मैले आफ्नो उत्तरदायित्वलाई कहिल्यै पनि बिर्सेको छैन र कहिल्यै बिर्सिने पनि छैन।
चाहे त्यो बाटोघाटोको कुरा होस्, चाहे यहाँको सांस्कृतिक उन्नयनको कुरा होस्, चाहे स्वास्थ्य चौकीको कुरा होस्, चाहे भन्सारको कुरा होस्, चाहे रोजगारीको कुरा होस्, चाहे सडकको कुरा होस्, हरेक कुरामा म तपाईहरुको साथमा छु, म साथमा रहनेछु। म यो वचनबद्धता तपाईहरुका अगाडि गर्न चाहन्छु। मलाई 64 सालको निर्वाचनमा पनि 70 सालको निर्वाचनमा पनि मलाई भने कि यो संविधान सभाको निर्वाचन भएको हुनाले, संविधान बनाउने निर्वाचन भएको हुनाले हाम्रो सांस्कृतिक पहिचानको उम्मेदवारहरू पनि उठिराखेका छन्। भोलि संविधान बनाउँदा हाम्रो सांस्कृतिक पहिचानको बारेमा बोल्ने मान्छे त्यहाँ भएन भनेपछि हाम्रो आवाज त्यहाँ कसले पुर्याउँछ भन्ने कुरा यहाँका राणा थारू दाजुभाइ दिदीबहिनीहरूले मसँग राखेका थिए। त्यसपछि मैले उहाँहरूका अगाडि वचनबद्धता व्यक्त गरेर मैले भनेको थिएँ, तपाईँ एमपी साउदलाई राणा थारू नै सम्झिनुहोस्, तपाईहरुको संस्कृतिको प्रवर्धनको लागि, तपाईहरुको पहिचानको प्रवर्धनका लागि म संघर्ष गर्नेछु, लाग्नेछु भनेर मैले वचनबद्धता व्यक्त गरेको थिएँ। र त्यही सिलसिलामा माननीय दिवान सिंह विष्टजी र मैले कञ्चनपुरको ऐतिहासिक ठाउँ, राणा थारूहरूको ऐतिहासिक ठाउँ, दुईटा महत्त्वपूर्ण ठाउँ छ, एउटा भेडा बाबा, एउटा नक्टा बाबा। नक्टा बाबाको मन्दिर कञ्चनपुरको बेलौरीमा पर्छ र त्यो ठाउँमा हामीले राणाहरूको संस्कृतिको संरक्षण गर्ने संग्रहालय बनायौं भने यो चिरकालसम्म धार्मिक, सांस्कृतिक, मेलापात र व्यावसायिक रूपमा पनि प्रवर्धन गर्ने केन्द्रको रूपमा विकास हुनेछ भनेर हामीले गुरुयोजना बनाएर त्यसको सञ्चालनको कार्यविधि बनाएर हामीले त्यो ठाउँमा चाहिँ संग्रहालय खोलेका हौं। अहिले संग्रहालयको भवन र संरचना निर्माण भएको छ, तर त्यो संग्रहालय भित्र चाहिने आवश्यक कुराहरू अहिले पनि हुन सकेका छैनन् भन्ने कुराहरू आएको छ। त्यसमा म दाजुभाइ दिदीबहिनीहरूका अगाडि वचनबद्धता व्यक्त गरेर भन्न चाहन्छु कि थारू समुदायका जन्म संस्कृतिहरू, जन्म संस्कारहरू, थारूहरूका उन्नयन संस्कारहरू, विवाह पद्धतिहरू, यस्तै होली खेलहरू, मृत्यु संस्कारहरू पाहुनालाई सम्मान गर्ने, आदर गर्ने जुन तपाईहरुको संस्कार छ, त्यो संस्कारलाई तपाईहरुको लुगा, कपडा, तपाईहरुले पूजा पद्धति जुन छ, पुराना पुवाहरू जुन छन्, त्यसलाई संरक्षण गरेर आगामी दिनमा पनि राख्नका लागि यो गुरुयोजनाका अध्यक्ष, अहिलेको संग्रहालयका अध्यक्ष इस्रामजीलाई मैले आग्रह गरेको छु, तपाईँ काठमाडौँ आउनु। काठमाडौँमा हामी छौँ, दिवानजी पनि आउनु होला। हामी त्यहाँ गएर अहिले हाम्रो आदरणीय नेता उप प्रधानमन्त्री प्रकाश मान सिंह शहरी विकास मन्त्री हुनुहुन्छ, बद्री पाण्डेजी संस्कृति मन्त्री हुनुहुन्छ। दुईटै ठाउँमा हामीले कुराकानी गरेर यो ठाउँमा हाम्रो राणा थारूको सांस्कृतिक केन्द्रको विकासका लागि कुनै पनि किसिमले पछि नपर्ने गरेर हामी काम गर्नेछौँ। यो कुराको मैले चाहिँ वचनबद्धता व्यक्त गरिसकेको छु। अब म तपाईहरुसँग आग्रह गरेर भन्न चाहन्छु कि यो ठाउँमा बिस्तारै विकास भइरहेको छ। 3 क्षेत्रबाट अब हामी राजमार्गसँग जोडिएका छौँ। 3 ठाउँबाट। एउटा ठाउँ दिवानजी, हामीले म सिंचाइ मन्त्री थिए, दिवानजी सांसद हुनुहुन्थ्यो, हुलाकी सडकको बाटो आरक्षभित्र लैजान पाइँदैन भन्ने कुरा आउँदाखेरि म पनि मन्त्री भएको बेला दिवानजीले पनि आग्रह गर्नुभयो र नहरको जग्गा एउटा किनार सडकको रूपमा रूपान्तरण गरेर हामीले चाहिँ हुलाकी सडक बनाइसक्यौं। अर्को बाटो वासुदेव भट्टजी नै यो ठाउँमा सांसद भएको बेला काला गौडीमा पुल हालेर, स्याली नदीमा पुल हालेर तल्लो क्षेत्रलाई
मल्लो क्षेत्रसँग जोड्ने प्रयत्न सबभन्दा पहिले 48-49 सालतिर त्यही बेला भएको। अर्को बाटो हामीले कोसिस गरिरहेका छौँ, हामीले चाहिँ भनिरहेका छौँ। अहिले देखतबुलीमा अमरसिंह राणाजीको घरको तल हाम्रो पीके श्रेष्ठजीले अहिले काम गरिराख्नु भएको छ। अषाढभरिमा हामी त्यो पुललाई निर्माण गरिसक्छौँ भनेर ठेकेदार पीके श्रेष्ठजी, जो एकदमै यहाँको स्थापित प्रसिद्ध ठेकेदार हो, उहाँले चाहिँ भनिराख्नु भएको छ एउटा पुल त्यहाँ बनिरहेको। त्यो पुल त्यहाँ बन्ने बित्तिकै सानो जङ्गलको जालोमा हामीले सडक खोलेर दुईटा ठाउँमा त आरक्ष छ, बेलडाँडीमा पनि आरक्ष छ, यता पनि आरक्ष छ। रात अधरात हाम्रो आफ्नो सुरक्षाका लागि पनि जङ्गलको बाटो हिँड्न सक्दैनौँ, तर बाणी जाने बाटो 24 घण्टा खुला राख्ने गरेर हामी यो बाटोलाई पनि खोल्छौँ। त्यो वचनबद्धता पनि म तपाईँहरूका अगाडि व्यक्त गर्न चाहन्छु। यसकारण हामीले विगतदेखि विकासको प्रक्रियाहरू यो ठाउँमा स्थापित गर्नका लागि मिलेर काम गरेका छौँ। दिवान सिंहजी हुनुहुन्छ, म छु, हामीहरूले मिलेर काम गरेका छौँ र भविष्यमा पनि अरू पार्टीका साथीहरूलाई पनि मिलाएर, चाहे ताराजी हुन्, चाहे बिनाजी हुन्, चाहे अन्य साथीहरू हुन्, उनीहरूलाई पनि मिलाएर हामी विकासको लागि इमान्दारितापूर्वक, यो 1 नम्बर प्रदेशको विकासका लागि इमान्दारितापूर्वक मिलेर सहकार्य गरेर अगाडि बढ्नेछौँ। यो वचनबद्धता पनि म यहाँहरूका अगाडि गर्न चाहन्छु। अहिलेको अवस्थामा सरकार 2 तिहाईको छ, धेरै कुरा गर्ला भनेर हामीले सोचेका थियौँ। 2 तिहाईको सरकार बन्ने बित्तिकै संविधान होला, संविधान संशोधन होला, त्यसको सँगसँगै कानुनहरू छिटो छिटो बन्लान्, स्थिरता र आर्थिक विकास पनि होला, महँगी नियन्त्रण होला, रोजगारी प्रवर्धन होला, गरिबी निवारण होला, विकास निर्माणका प्रक्रियाहरू पनि मुलुकमा सञ्चालन होलान् भनेर हामीले सोचेका थियौँ। जति हामीले अपेक्षा गरेका थियौँ त्यो अपेक्षा अनुसारको काम सरकारले गर्न सकेका छैन। अहिलेको सरकार हामी लगातार आग्रह गरिरहेका छौँ, सरकारमै छौँ, हाम्रो पार्टी सरकारमै छौँ। हामीले भनेका छौँ दोहोरी खेल्ने कुरातिर सरकार केन्द्रित हुनुहुन्न। सरकारका प्रधानमन्त्री, सरकारका मन्त्री प्रश्न उठाउने र दोहोरी खेल्ने काममा होइन कि जनताको इस्युमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ। महँगीलाई नियन्त्रण गर्ने काममा अगाडि बढ्नुपर्छ, गरिबी निवारण गर्ने काममा अगाडि बढ्नुपर्छ, जनताका पीडाहरूलाई सम्बोधन गर्ने काममा अगाडि बढ्नुपर्छ। यो काममा अगाडि बढेपछि मात्रै प्रजातन्त्र बलियो हुन्छ, प्रजातन्त्र स्थिर हुन्छ। भाषण पञ्चायतको बेलामा पनि हुन्थ्यो, त्यसपछि पनि भाषण भयो। भाषणले देशको विकास हुन सक्दैन। शासनले, राम्रो शासनले, सुशासनले मात्रै देशको विकास हुन सक्ने भएको हुनाले सुशासनलाई केन्द्रमा राखेर सरकारले अगाडि बढ्नुपर्छ भनेर हामी सरकारमै सामेल दलका नेताहरू पनि, हामी सरकारमा सामेल दलकै सांसदहरू पनि लगातार बोलिरहेका छौँ, लगातार भनिरहेका छौँ र सरकारको ध्यान केन्द्रित गरिरहेका छौँ। यो काम हामी छाड्ने छैनौँ, यसमा हामी पछाडि हट्ने छैनौँ। हामी निरन्तर झकझक्याइ रहनेछौँ सरकारलाई भन्ने आग्रह पनि म यहाँहरूसँग गर्न चाहन्छु। अहिले सबै राजनैतिक दलहरू एक ठाउँमा आएर प्रजातन्त्रको, लोकतन्त्रको संरक्षण गर्नुपर्ने, सम्वर्धन गर्नुपर्ने र नेपाली गौण जनताका आशा र अपेक्षाहरूलाई पुरा गर्ने काममा केन्द्रित हुनुपर्ने अवस्था छ र सरकार पनि वास्तवमा सुशासनकै कुरामा केन्द्रित हुनुपर्छ। जनताले डेलिभरी चाहेका छन्, जनताले भाषण चाहेका छैनन्, आरोप प्रत्यारोप चाहेका छैनन्, जवाफ र प्रश्नहरू मात्रै चाहेका छैनन्। जनताले चाहिँ परिस्थितिलाई उकास्ने किसिमले सरकारले काम गरेको हेर्न चाहेका छन्। त्यतातिर पनि म सरकारलाई लाग्न अनुरोध गर्दै तपाईहरुले यो होली कार्यक्रम जसको प्रवर्धन बेलौरी नगरपालिका, बेलौरी कञ्चनपुरले गरेको छ, जसको आयोजना
राणा थारू भलमन्सा तथा पद्मा समिति बेलौरी नगरपालिका कञ्चनपुरले गरेको छ। त्यो कार्यक्रममा मलाई निम्ता दिएर मलाई बोलाएर तपाईहरू दिदीबहिनी दाजुभाइहरू भलमन्साहरू पदनाहरू सबैसँग भेटघाटको अवसर जुराउनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद दिँदै म होलीको पनि अनन्त शुभकामना व्यक्त गर्दै आफ्ना भनाइहरू यही समाप्त गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।